यो हो दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 मा पर्ने बोझ घुम्ती। अरनिको राजमार्गसँगै बनेको बोझ घुम्ती आफ्नै परिवेश र भूगोलमा सुन्दर छ, शान्त छ। पहिले बोझ घुम्तीका मानिसहरू ससाना पसल र होटल व्यवसायहरू गरेर जीविकोपार्जन गर्ने गर्दथे। तर समयले कोल्टे फेरेको छ। आजभोलि गाउँको अधिकांश युवाहरू परदेशिएको छ। गाउँमै बसेका केही युवा र बुढापाकाहरू भने खेतीपातीमै व्यस्त छन्। कतिपय पशुपालन गर्छन्, कतिपय तरकारी खेती गर्छन्। चरीकोट बजार नजिकै भएको हुँदा बजारको लागि भने यहाँको मानिसहरूलाई खासै अप्ठ्यारो पर्दैन। विशेष गरी यहाँ कोदो, मकै, गहुँ, फापर, तोरी, आलु, बेसीतिर धान पनि फल्ने गर्दछ। बोझ घुम्ती विभिन्न फुलहरू मिलेर बनेको साझा फुलबारी भने चाहिँ विभिन्न जात जातिहरू एक आपसमा सरसहयोग गरेर मिलेर बसेको एउटा सुन्दर गाउँ हो। यही बोझ घुम्ती हुँदै दोलखाको अधिकांश भेगहरूमा सवारीहरू आवत जावत गर्ने गर्दछ।